कस्तो दुख्यो यो ढुङ्गा उठेर म बानिदिन्छु ठुलो रहेछ यति राति कता गएर आएको भाइ? हेर्नु न दाइ काममा गएर आएको खुट्टा ढुङ्गामा ठोसिएर मर्क्यो। ल ल राम्रोसँग जानुस् है। हुन्छ हुन्छ ओहो पूर्ण दाइ कता गएर आउनुभयो? आजकल भेटघाट पनि छैन। बिहान उठ्यो काममा गयो काम सकेर आउँदा यी झमक्क साँझै पर्छ। केही काम थियो कि बाबु? काम त केही पनि थिएन भाउजू, गाउँतिर गएको थिएँ कोही देखिन सुन्ने लाग्यो। धेरै भयो थियो दाइ बाउसँग भेटघाट पनि नभएको। अब आउँदा आउँदै बाटामा भेट भयो खुसी लाग्यो। के गर्ने त भाइ काम नगरी खानै पुग्दैन होइन। आज त अहिले कति राम्रो जुन लागेको हो त आज त पूर्णिमा हुन् कि क्या हो? यो कामले गर्दा बाबु औँसी र पूर्णे पनि थाहै नहुने। होइन किन अचानक भयो मान्छे? त्यही त जुनतिर हेरिरहनु भएको थियो। खोइ जाउँ। यो खुट्टाले पनि खै एकचोटि फेरि बाँधम त मजाले है हुन्छ कि? रातिको बेला कहाँ जान्छ यो देखाउनु पनि खुट्टा। अब घर त पाउनु पर्यो पहिला। अन्त
हजुरहरू डराउनु भयो क्या? म स्मृति। स्मृति यति राति भूतप्रेत भनेर डराउनु भयो कि क्या हो? यति लामो बाटो कोही आउँछन् कि भनेर कुरिरहेको। बाटो कुरेर बसे कि? हजुर जुन त लागिरहेको थियो। अघि एउटा दाइलाई बाटो कटाइदिनु न भनेको, भूत भनेर डराउनु भयो कि क्या हो? जुन एकजना दाइ डराएर भागेको रे? हजुरहरू अगाडिसम्म जाँदै हुनुहुन्छ होला, मलाई उता अगाडिसम्म पुऱ्याइदिनु न है। हुन्छ, यति रातिमा एक्लै केटी पुऱ्याइदिउँ न त। हेर्नु न, मान्छेको भाग्य पनि कति अचम्मको छ। के भएर नानी? हेर्नु न, झुलेको कपडामा सजिएकी छौ अनि कता हिँडेकी यति रातिमा? आज मेरो विवाहको दिन मण्डपबाट भागेर आएकी, जसको लागि भनेर आएकी ऊ अहिलेसम्म यहाँ आइपुगेको छैन। त्यसैले यताको बाटो उताको बाटो हेरिरहेको छु। ल नानी, हाम्रो घर जाने बाटो आयो। अब तिमी यहाँबाट जाऊ, हामी यता जान्छौँ है। यति राति म एक्लै केटी, यो बाटो कसरी काट्ने? उता पर जङ्गलसम्म पुऱ्याइदिनु न दिदी मलाई। धेरै कर्कर कर्कर नगर त नानी, तिमी अघिदेखि त्यस्तो मात्रै गरिरहेकी छौ। तिमी तिम्रो बाटो जाऊ, हामी हाम्रो बाटो। दिदी उता पर घरहरू छन् कि मलाई त्यहाँसम्म पुऱ्याइदिनु न प्लिज, म हजुरलाई बिन्ती गर्छु। प्लिज उतासम्म पुऱ्याइदिनु न मलाई। पुऱ्याइदिउँ न त त्यहाँसम्म। तिमी कहाँ थियौ? मैले दिनभरि तिमीलाई कति कुरिरहेँ। यति राति तिमी कता गएर आएको? तिमीलाई त कुरेको रहेको थिएँ नि बिहानबाट। किन आएको तिमी? लामो कहानी छ। धन्न यी दिदी। होइन, के भयो? ती बुढाबुढीले मलाई यहाँसम्म पुऱ्याइदिनु भएको थियो। कहाँ जानु भएछ? को बुढाबुढी भन्छ? अघि नै म तिमीलाई कुरिरहँदा म एक्लै हुँदा ती बुढाबुढीले मलाई यहाँसम्म आउने बाटो देखाइदिनु भयो। कहाँ जानु भएछ? उहाँहरूको घर आइपुग्दा पनि मलाई यहाँसम्म पुऱ्याइदिनु भयो। घर? बुढाबुढी? यो के भन्दैछौ तिमी? यहाँभन्दा 20 किलोमिटर टाढासम्म एउटा पनि घर छैन। नेपालकै सबैभन्दा लामो जङ्गल र खोला भएको बाटो भनेर चिनिन्छ यो। 10 वर्ष पहिला यहाँ बाक्लो घर हुने गर्थ्यो। सबैजना गाउँलेहरूले एकैचोटि आत्महत्या गरेपछि यस जङ्गलको बाटोलाई भूतको बाटो भनेर चिनिन्छ। तिमी भन्छौ बुढाबुढी भेट्यौ? विश्वास गर मेरो, अघि मलाई त्यही बुढाबुढीले साथ दिनुभएको थियो। बुढाबुढी?